मलाई मारे यो अलक्षिणले। यो अलक्षिणलाई किन ल्याएको मेरो घरमा? किन के भयो? किन चिच्चाए कि? आफू राम्रोसँग हिँड्न जान्दिन, अरूले दोष लाउँछे। किन के भयो आमा? ए बाबु, लौ न मलाई हस्पिटल लैजा। यो अलक्षिणले गर्दा मलाई झन्डै मारिन। लडेर यहाँ मेरो करङ्गै बाँच्यो जस्तो छ। म उठ्नै सक्दिनँ। तँलाई मैले घर छोडेर जा भनेको होइन? के खान बसिरहेछस्? खुर्को जा। पागल जस्तो कुरा नगर अर्जुन। राजा घरको बुहारी भइसकि बुहारी मान्छे कतै घर छोडेर जान्छन्? होइन, यो कहिलेदेखि हाम्रो घरको बुहारी भयो? मैले त श्रीमती सोचेकै छैन। र मैले यसलाई बिहे गरेर ल्याएको पनि होइन। यो आफ्नै मर्जीले आएको हो यो घरमा। चुप लाग कुकुर। तँलाई अहिले एक झापड लगाइदिन्छु अनि थाहा पाउलास्। बिहे भन्ने कुरा तँलाई खेलाउन जस्तो लाग्छ? ऊ त्यसै आएकी होइन। उसको घरमा गएर मागेर मन्दिरमा गएर सिन्दुर हालेर ल्याएको होस्। अनि तँ कसरी उसलाई श्रीमती मान्दैनस्? मैले यसलाई माग्न गएको थिएन। मैले त यसको बहिनी कमलालाई माग्न गएको। अब कमलालाई माग्न जाँदा यो आउँछ भन्ने थाहा पाएको भए म त मरी काटी पनि ल्याउँदैन थिएँ। अनि बाबुले ठिकै त भन्दैछ त। एउटा छोरी दिन्छु भनेर अर्को छोरी बिराएर पठाए त। अर्जुनको के दोष? धेरै मेरो छोरालाई मात्रै दोष लाने काम नगर्नुस्। सक्नुहुन्छ भने यो अलक्षिणालाई पनि यो घरबाट निकाल्नुस्। र सक्नुहुन्न भने छोरालाई मात्रै टोकासो गर्ने काम नगर्नु होला। चुप लाग। यसो गरो उसो गरो, खालि त्यही बुहारी माथि मात्रै खनिन्छन्। छोडिदिनुहोस् बुवा, गल्ती मेरै हो। म नै मेरो बहिनीको ठाउँमा यो घरमा भित्रेकी हो। देख्नुभयो होइन त? अब त छर्लङ्ग भयो होला नि। आफ्नी प्यारी बुहारी माथि यत्रो माया, आफ्नी स्वास्नी लडेर उठ्न नसक्ने बाँकी छ यहाँ। कति नै त्यो हिजो आएको बुहारी माथि चाहिँ यति धेरै माया छ तपाईँलाई। बा, मलाई एकचोटिलाई माफ गरिदिनुहोस्। मबाट गल्ती भएकै हो। ए, तँलाई मैले माफ गरिदिनु पर्ने हो बा, मबाट ठुलो गल्ती भएको हो। अब यस्तो गल्ती कहिले हुँदैन मबाट। गल्ती होइन, महागल्ती गरिस् तैँले। अनि मलाई कुन मुख लिएर बा भन्न आइस्? तैँले घरमा पाइले टेक्ने होइन। जुन बाटो आएकी थिइस् त्यही बाटो फर्केर जा। तैँले जुन दिनबाट यो घर छोडेर गएकी थिइस् त्यही दिनदेखि त मरिसकिस्। बुझिस् होइन? बा, मलाई माफ गरिदिनुहोस्। मैले जानी जानी यो गल्ती गरेको होइन। मलाई कसैले लडाइ फकाइ गरेको हो। त सानो बच्ची होस्, तँलाई लडाइ फकाइ पार्नलाई? अरू दिन घर छोडेर गएको भए त ठिक थियो। जुन दिन हामीलाई अप्ठ्यारो परेको थियो त्यही दिन घर छोडेर गइस् होइन? तैँले एकचोटि पनि सोचिनुहोस् है, मैले घर छोडेर जाँदा मेरो बाला कतिको अप्ठ्यारो पर्छ भन्ने कुरो। भन्न मेरो जेठी छोरी भगवान बनेर बसेकी थिए र मेरो इज्जत बचाइदिए। तर बचाउन त बचाइ, आफू मरेर मेरो इज्जत बचाइदिए। हे भगवान, मेरो छोरीको रक्षा गरिदेऊ। किन बा, मेरो ठाउँमा दिदीलाई बिहा गरेर पठाइदिनु भएको हो र? त मरिहालिस् अनि तेरो ठाउँमा तेरो दिदीलाई पठाउनु पर्यो नि। त जिउँदो भएको भए कमसेकम मेरो इज्जत र तेरो दिदीको खुसी त रहन्थ्यो। त्यसो भए दिदीलाई फिर्ता लिएर आउनुहोस् बा। म जान्छु अर्जुनसँग बिहा गरेर। मेरो नाटक? त बच्चा होस्, के बोल्दैछु के गर्दैछु भन्ने कुरो तँलाई थाहा छ? अब फेरि आफ्नो दिदीको सौता बन्न जान खोज्दैछस्? होइन बा, म दिदीमाथि सौता जानु लागेको होइन। यदि दिदी खुसी छैन भने जान्छु मात्र भनेकी हो। तँ गइहाल मेरो घरबाट। मेरो आँखा अगाडि तेरो अनुहार देखाउनु पनि नआइजो।
हजुर मालिकनी साहब। आज भात तरकारी कसले पकाएको? तैँले पकाएको हो यो घरमा भात? मैले पकाएको होइन मालिकनी, राधा म्याम साहबले पकाउनु भएको हो। त्यो माग्नेको छोरी अलक्षिनाले पो पकायो आज भात तरकारी? जा छिटो गएर बोलाएर ल्याएर त। हस् मालिकनी साहब। एउटा खाना पकाउने ढङ्ग नभएको अलक्षिना माग्नेको छोरी, हेर दाल पकाएको ढङ्ग। आमा हजुरले मलाई बोलाउनु भएको हो? होइन, तँलाई एउटा दाल पकाउने खाना पकाउन आउँदैन? तँलाई अलक्षिना माग्नेको छोरी के दाल पकाएको यो? भैँसीले पुरो पनि नखाने जस्तो दाल किन बोल्दैन से घोप्टे? तेरो यही पाराले यो घरमा बसेर गरेर खान्ला भनेर आकी? हेर दाल पकाएको ढङ्ग। थोड़ा अरे खा यही बुहारीको मासु पकाएर खा। यो बुहारीले कतिसम्म देख्न नसकेकी त। तेरो पनि छोरी छे, छोरी परा घर गएकी छे। तेरो छोरीलाई पनि घरमा यसै गरी घर निकाले गरे भने के हुन्छ? कहिले सोचेकी छस्? नकराउनुस् तपाईँ, यो मेरी छोरी जस्तो हो। मेरी छोरीलाई त बसी बसी खाना पुग्ने कन्न दाइजो लिएर पठाएको छु। यो माग्नेको छोरीले एउटा कान पटाउने सिन्ता केही ल्याएकी छे? अब उनीहरूसँग त भए पो बुहारीले लिएर आउँथी त। तँसँग त टन्न छ, दिएर पठाइस्। जेसुकै भए पनि अब हामीलाई यही बुहारीले पाल्नुपर्छ। अब यसो नगर भनेको त तेरो दिमागमा कहिले छिरेन है? सधैँ त यत्तिकै हुन्छु भन्ठानेकी छेस्। भोलि तेरो हातखुट्टा चल्न छोडेपछि के हुन्छ सोचेकी छस्? अनि थाहा पाउलिस् यही बुहारीले हेर्नु पर्दा। हेर्न परेको छैन। यो माग्नेको छोरीले मलाई गर्न सकुन्जेल गरेर खान्छु, गर्न नसकेपछि विष खाएर मर्छु। मर्न त्यति सजिलो छ है? किन बुढेसकाल कोरेर बसेकी छस्? जहिले गएर मर। अर्को घरमा झगडा पर्दा यस्तो नगर है भनेर सल्लाह दिनुपर्ने ठाउँमा अझै दिनरात आफ्नै घरमा झगडा गरेको छ। राक्षसको व्यवहार भएको आइमाई। बुहारी तिमी जाऊ भित्र। राधा, तिमीलाई एउटा कुरा भन्नु छ, नडाँडिकन भन ल। राधा, यो सब तिमीले के गर्यौ, के को लागि गर्यौ त्यो मलाई थाहा छैन। तर तिमीले यति छिटो निर्णय गर्ने मान्छे त होइनौ। तिमीले त मलाई माया गर्छौ होइन र? यो जुनी मात्रै होइन, सयौं जुनी तिमीसँगै जिन्दगी काट्छु भनेको होइन। फेरि यो सब के को लागि राधा? राम, सक्छौ भने मलाई माफ गरिदेऊ। मैले बाचा कसम खाएको पुरा गर्न सकिनँ। मैले जानी यो सब गरेको होइन, कहिलेकाहीँ नसोचेको हुँदो रहेछ। खै कसलाई भनौँ, के भनौँ, मेरो मनको कुरा बुझिदिने कोही छैन। राम, तिमीले सधैँ भन्थ्यौ नि म कति अभागी छु भनेर, तर आज म भन्छु तिमीभन्दा अभागी त म रहेछु। मैले चाहेर पनि केही गर्न सक्दिनँ, मलाई माफ गरिदेऊ राम। भयो राधा, तिमी पिर लिनु पर्दैन। तिमीलाई म बुझ्छु। यो बिहे पनि तिम्रो करले भएको हो, तिम्रो खुसीले भएको होइन। तिमीले यो बिहे आफ्नो मर्जीले गरेको होइन, थाहा छ मलाई। तर पनि यो माया भन्ने चिज कस्तो अनौठो हुँदो रहेछ है। जति तिमीलाई भुल्छु भन्छु उति नै तिम्रो सम्झना आउँछ। सायद अब तिमीलाई भुल्नलाई यो घर गाउँ सब छोडेर जानुपर्छ होला, नत्र एउटै घरमा तिमीलाई अरूको साथमा म कसरी हेर्न सक्छु? तिमीले अर्कैको सिन्दुरपोते लागो म कसरी हेर्न सक्छु? त्यही पनि म त जसोतसो सही दिन्थेँ। तर मेरो मालिक नि कस्तो हुनुहुन्छ, उहाँलाई मन नपरेको चिज त देखिसहनुहुन्न। झन् तिमी त कसैले मन नपराएरै आयो। अब तिमीलाई यो घरमा के गर्छ थाहा छैन। जे गरे पनि राम्रै गर्नु भगवान्। जे गर्छन् भगवान्ले गर्छन् राम। आफूले चाहेर केही नहुँदो रहेछ। यदि मलाई यो घरमा आएर मर्नै लेखेको रहेछ भने पनि मरिदिन्छु। किन पिर गर्छु? जिन्दगीमा जहिले मरे पनि एकचोटि मर्नै पर्छ। यस्ता जब जिन्दगी जिएर बाँच्नुभन्दा त बरु मर्नै ठिक छ। यस्तो पागल कुरा नगर राधा, धैर्य गर। एक दिन यो कुरा सब ठिक हुन्छ।
ठिक होला र आफूले चाहेको कुरा अहिलेसम्म केही पुरा भएको छैन मलाई त अब त विश्वास लाग्न पनि छोडिसक्यो अझै यो घर छोडेर गएकी छैनस् कुन आशाले यो घरमा बस्दैछस् त फुर्क घर छोडेर गइहाल म यो घर छोडेर कहीँ जादिनँ बा म सबै कुरा हजुरलाई भन्छु भन कमला मलाई बोलाउने यति अर्जेन्ट के भयो तिमीलाई घरमा मलाई अचानक बिहेको कुरा लिएर आउनु भएको छ माग्नलाई के घरमा माग्न आयो भन्दैमा बिहे गरेर जान आँटेको नभनेर के गरौँ अरू आएको भए नाइ भनिदिन्थे आफूले मन पराएको केटा माग्न आउँदा नाइ भन्नै सके त्यही भएर के गर्ने कसो गर्ने भनेर सल्लाह गर्न बोलाएकी हेर है कमला मैले भनेको कुरा मान्छौ भने यो बिहे नगर पहिले आफ्नो नाम दाम कमाउनेपट्टि लागा बिचारा तिम्रो बाउ यो बुढेसकालमा कति दुःख गरेर हिँडेका छन् हेर त किन तिम्रो बाउलाई सुख दिने इच्छा छैन त्यस्तो जाब अर्जुन जस्तो केटा त तिमीले चाह्यो भने जति पनि पाउँछौ तर पहिला नाम दाम कमाऊ त्यसपछि तिम्रो बाउ पनि खुसी अनि तिमी पनि खुसी कस्तो लाग्यो मेरो कुरा सोचा है सोचा एकचोटि राम्रोसँग सोचा कुरा त ठिकै हो तर बालाई नसोधिकन घर छोडेर गएँ भने बारी साउनुहुन्छ होला त्यस्तो बाउसँगको कुरा छोडिदेऊ न भोलि तिमी ठुलो पर्दाको हिरोइन तिमीलाई अटोग्राफ लिने मान्छे पनि आउँछन् तिम्रो ठुलो घर पनि हुन्छ अनि त्यहाँ तिम्रो बाउ र तिमीसँग टन्न धन सम्पत्ति हुन्छ त्यति भएपछि तिम्रो रिसाको बाउ पनि खुसी हुनेछन् सोच है सोचा हुन त हो तर जानु र भने म कहिले सहर गएको छैन फेरि के हुने हो डर लाग्छ एकचोटि दिललाई सोधन न है हे लाटी किन डराउँछ म छु त म तिमीलाई के हुन दिन्न म लान्छु तिमीलाई सहर ठुलो हिरोइनी बनाएर ल्याउँछु तिम्रो दिदीले सोध्न थाल्यो भने जा भन्दै भन्दैन त्यसैले विचार गर है यस्ता मौका फेरि फेरि आउँदैन मान्छेहरूले हिरोइनी बनाइदे भनेर कति मर्यादा गर्छन् तर तिमीलाई मैले चान्स दिएको मात्रै हो तिमी जाँदैनौ भने कर पनि गर्दिन तिम्रो ठाउँमा म अरू कसैलाई लान्छु ओहो के गर्ने होला त सहर जाउँ घरमा बा दिदीलाई नसोधी कसरी जाउँ नजाउँ त फेरि यस्तो मौका नआउला के चाहिँ गर्ने होला भगवान् ए जेसुकै होस् हुन्छ भनेर सहर गइदिन्छु त्यसपछि म हिरोइनी बनेर पैसा टन्न बोकेर आएँ भने त बाले पनि के भन्लान् र मलाई त्यस्तो जाबो अर्जुन जस्तो केटा त म हिरोइनी भएपछि जति नि पाइहाल्छु नि हे जे पर्ला पर्ला हुन्छ भनिदिन्छु है कमला किन टोलाउन थालेको के भयो तिमीलाई जान मन छैन ल ठिक छ जान मन छैन भने नजाऊ होइन होइन हजुर त्यस्तो केही होइन म जान्छु बरु अहिले नै जाउँ घरमा गयो भने त बाले बिहे गरेर पठाइदिनुहुन्छ ल जाऊ न त जाऊ त्यसो कुरा यही हो बा मैले जानी जानी गल्ती गरेको होइन मलाई एकचोटिलाई माफ गरिदिनुहोस् ए कुरो यस्तो पो हो धोकेबाज हो तिमीहरू तँ पनि धोकेबाज होस् तिमीहरूको सन्तान माग्ने सन्तान सब धोकेबाज हो तेरो बहिनीले मायाको नाटक गरेर मेरो जिन्दगीमा खेलवाड गरी खेलवाड आज मेरो जिन्दगी नै तहस नहस पारेकी छ तेरो बहिनीले तेरो नि तेरो अनुहार हेर्न मन पनि छैन मलाई यस्तो कुरा नगर्नुहोस् हजुर
तपाईँलाई रक्सी लागेको छ अहिले चुप लाएर सुत्नुहोस् भोलि कुरा गर्नु मलाई रक्सी लागेको छैन यो सब तिमीहरूको दिदीबहिनीले गर्दाको परिणाम हो तिमीहरू दिदीबहिनीले नि मेरो जिन्दगी नै तहस नहस बनायो तिमीहरूलाई त पाप लाग्छ पाप अर्काको जिन्दगीसँग खेलवाड गर्ने एउटाले माया गर्ने अर्को चाहिँ बिहे गरेर आउने जिन्दगी यो सब तिमीहरूको दिदीबहिनीले गरेको परिणाम हो यो तिमीहरूको दिदीबहिनीले गर्दा मेरो जिन्दगी नै तहस नहस भयो के भयो राधा साला कुकुर जुन थालमा खायो त्यही थालमा थुक्छस् तिमीहरूलाई मोज मस्ती नै गर्नु छ भने एकान्त ठाउँमा गएर गर्न सक्छौ मेरो आँखा अगाडि गर्नुपर्छ अर्जुन बाबु तपाईँले जे देख्नु भएको छ त्यो गलत हो राधा र मेरो बिचमा त्यस्तो सम्बन्ध केही छैन ए यो राधा तेरो बुढी हो अनि किन राधा भनेर बोलाइस् त यो घरको काम गर्ने व्यक्ति होस् त्यही भएर काम गरेर बस त्योभन्दा माथि आउनु नखोज ए हजुर उहाँलाई छोडिदिनुहोस् उहाँले मलाई केही गर्नुभएको छैन मेरो आँखामा के धुलो पर्यो अनि उहाँले झिकिदिनु भएको मात्र हो चुप त नखोर माउली यो भन्दा एक शब्द बढी नबोल यो तेरो बाउको घर होइन मेरो घर हो तँलाई यो घरमा बस्नु छ भने मैले जे भन्छु त्यही मान्दै जा यदि मैले भनेको मान्दैनस् भने अहिले घर छोडेर जाँदा हुन्छ चाहे नोकरसँग जा चाहे अरूसँग जा तर मेरो घरमा बसेर यस्तो मोज मस्ती चल्दैन तेरै बाउको घरमा गएर मोज मस्ती गर घरिघरि तपाईँ मेरो बाउको नाम किन लिनुहुन्छ तपाईँलाई रिस उठेछ भने मलाई कराउनुहोस् कुट्नुहोस् गाली गर्नुहोस् जे गरे पनि हुन्छ तर मेरो बाउलाई बिचमा नल्याउनुहोस् यसमा मेरो बुवाको केही गल्ती छैन त आज आएर मलाई मुख फर्काउने भइस् भोलि मेरो टाउकोमा टेकेर नाच्लास् तँलाई यो नोकरसँग मोज मस्ती गर्नु थियो भने मसँग बिहेको नाटक किन गरिस् तिमीहरूको भित्रभित्र यत्रो माया प्रेम थियो भने लुकी लुकी किन भेट्यौ मैले भनिसके त रामसँग मेरो त्यस्तो नराम्रो केही सम्बन्ध छैन भनेर अनि किन फेरि बारम्बार यही एउटै कुरा गर्नुहुन्छ हो हामी गरिब मान्छे भए पनि हाम्रो इज्जतमा इमानदार लुकेको छ त्यसैले मसँग शङ्का गर्ने कहिले नसोच्नुहोस् हो अर्जुन हो राधाले एकदम ठिक भन्दै हुनुहुन्छ हामी बिच पहिला पनि केही नराम्रो त्यस्तो थिएन र अहिले पनि छैन राधा एकदम पवित्र हुनुहुन्छ त्यसैले शङ्का नगर्नुहोस् तपाईँलाई हामी बिच शङ्का लाग्छ भने बरु म यो घरै छोडेर गइदिन्छु तर राधालाई केही नभन्नुहोस् ए त नोकर आइस मलाई सिकाउन यो राधा मेरो स्वास्नी हो यसलाई मारौँ कि कुटौँ यो मेरो मर्जीको कुरा हो तर तैँले कुन हकमा बोल्दैछस् हामी दुईजनाको बिचमा त अहिले नै यो घरबाट निस्किएर जा मेरो आँखा अगाडि नदेखे यदि यसलाई पनि लिनु छ भने लगेर जा तर तिमीहरू दुवै मेरो आँखा अगाडि नदेख्यौ हेर त बुढी बल्ल खुसीको कुरा देख्न पाइने भयो अब त हामी पनि हजुरबा हजुरआमा बन्न पाइने भयो मक्ख परेर बस्नु हजुरबाउ हजुरआमा बन्न पाइयो भनेर यो चरित्रहीन आइमाईले कुन चाहिँको पेट बोकेर आकी हो थाहा छैन हजुर चाहिँ आफ्नै छोराको भनेर मक्ख परेर बस्नु अर्जुन ए अर्जुन बाहिर आइज त के भयो र आमा होइन म यो के देख्दैछु यसले पेट बोकी क्या हो क्वाक्वा गर्दै बाहिर आउँदैछ यो पेटको बच्चा तेरो हो भने ठिकै छ यदि तेरो होइन रहेछ भने यसलाई के गर्नु पर्ने हो गर ए यस्तो पो हो कुरा तँलाई आज म पाँच राख्छु होइन मेरो बुद्धि छैन कि क्या हो यस्तो बेलामा पनि बुहारलाई हात उठाउँछन् यसको पेटमा भएको बच्चा मेरो होइन बा र यसलाई मैले केही गरेको पनि छैन छोएको पनि छैन
यसको पेटमा भएको बच्चा मेरो होइन, यसको हो। यो रामे र यो नखर मौलीको चरित्र पहिले देखिसकेँ मैले। भनेपछि मेरो छोराको पीठ पछाडि त अझै चाल चाल्दैछस्? तँलाई त आज म छोड्दिन नि। यो बच्चा छोड्दिन। यो बच्चा के गरौँ? मेरै मानो खाएर मेरै छोरालाई यस्तो गर्छस् तैँले? मालिक नि यस्तो पाप नबोल्नुहोस्। मैले हजुरको मानो खाएको छु। हजुरमाथि मैले यस्तो छोरा रोप्ने काम म कहिल्यै गर्दिनँ हजुर, मलाई विश्वास गर्नुहोस्। यस्तो आरोप नलगाओ तिमीहरू। यसले हामीले बाबुआमा सरह सोचेको छ। तपाईँ चाहिँ छोराछोरी भनेर बस्नुहोस्, उसले चाहिँ बाबुआमा कहिल्यै मान्दैन। बुझ्नुभयो? नछोड्नुहोस् आमा यसलाई। यिनीहरूलाई आज घर निकालेर थोडो हो कसै गरे पनि चलाएको हो। आज अन्त्य गरेर छाड्छु। के गर्ने होला त? अलिकति लाज लाग्दैन पशुको जस्तो व्यवहार गर्नलाई? तपाईँहरू पशु हो कि मान्छे हो? के रे तैँले हामीलाई पशु भन्ने? पशु त तर तेरो सन्तान हो। मायाको नाटक गर्ने एउटा अनि बिहे गर्ने अर्को। अझै हामीलाई पशु कि मान्छे भनेर सिकाउन आउँछिस् यहाँ? यसमा मेरो गल्ती छ। सक्नुहुन्छ भने मलाई माफ गरिदिनुहोस्। मेरो दिदीको कुनै गल्ती छैन। मलाई अहिले बिहे गर्न मन थिएन, आफ्नो जिन्दगी बनाउन थियो र बिहे गरेर आफ्नो जिन्दगी बिगार्न थिएन। त्यसैले म घर छोडेर हिँडेको थिएँ। तर मेरो बाले जबरजस्ती मेरो दिदीलाई बिहा गरेर पठाइदिनु भएछ। दिदी बिहा गर्न नमान्दै पनि बाध्यताले बिहा गर्नुभएको रहेछ। दिदी सक्सेस भने मलाई माफ गरिदे। अबदेखि यस्तो गल्ती कहिले गर्ने छैन। कमला त आउन त आइस, धेरै चाँडो आइस नानी। म मरिसकेपछि आएको भए मेरो आत्माले शान्ति पाउँदै थियो। तर अझै पनि केही बिग्रेको छैन। अर्जुनले आज पनि तँलाई नै माया गरिरहनु भएको छ। तिमीहरू फेरि पनि एक भएर बस्नु। म आजै अर्जुनलाई यो घर छोडेर जान्छु। बिहे गरेर बस्दैन बुढाबुढी हुँदैन रहेछ। एकअर्कासँग खुसी भएर बाँच्नु नै जिन्दगी रहेछ। अर्जुन आजसम्म जे जस्तो भयो त्यसको लागि आज म माफी माग्न चाहन्छु। अब त मेरो बहिनी पनि आयो। तिमीहरू दुईजना बिहे गरेर यही घरमा खुसी भएर बस। बुहारी तिमी कहाँ जान्छौ अब यस्तो अवस्थामा? कहीँ नजाऊ, तिमी यहीँ बस। बस्दिनँ बुवा म यो घरमा। जुन घरमा आफ्नो खुसी नै छैन भने त्यो घरमा बस्नु के अर्थ भयो? त्यसैले भाग्यले जहाँ पुऱ्याउँछ त्यहीँ जान्छु। वाउ, यहाँ त कुन फिल्मको अभिनय भइरहेको छ? यो फिल्ममा मलाई पनि सामेल गराउनेको हो कि? होइन त फेरि मेरो गाउँमा किन आइस? मलाई अब म पुलिसको जिम्मा लगाउँछु। तैँले मेरो मात्र जिन्दगी होइन, हामी सबको जिन्दगी बर्बाद पारेको छस्। दिदी अर्जुन यो सब षड्यन्त्र रच्ने यही मान्छे हो। मलाई यही मान्छेले ललाइ फकाइ गरेर सहर लगेको हो र आज यो दिन देख्नु परेको हो। चुप्लाक मुसी, बढी बोल्छस्। यो षड्यन्त्र मैले गरेको होइन, यही घरको मान्छेले गरेको हो। कमला नानीले भनेको कुरा एकदम ठिक हो। यसलाई पुलिसको जिम्मा लगाइहाल्नु पर्छ। यस्ता मान्छे हाम्रो गाउँमा राख्न हुँदैन। बाबु पुलिस बोलाइहाल। यो खेलको मुख्य षड्यन्त्रकारी तँ पो होस्। पुग्नुहोस्, किन आतिनुहुन्छ? प्रहरी बिस्तारै बोलाउला नि। पुलिस त आउलान्, तर कसलाई लाने भन्ने मात्रै कुरा हो। तँलाई बुढी गल्ती जति अब गर्ने, दोष चाहिँ मलाई पखाउने। पहिला के बाचा गरेको थिइस्? तेरो छोरादेखि कमलालाई टाढा बना भनेर पैसा दिएको होइनस्?
तर आज आफैले खनेको खल्टोमा आफै परिस्। अर्जुन, यो सब तेरी आमाले मलाई पैसा दिएर गर्न लगागी हुन्। यति सक्छस् भने पहिला आफ्नो घरको मान्छेलाई ताहा लगाएर देखा, अनि मात्रै बाहिरको मान्छेलाई बुझेस्। भन्छन् नि बोक्सीले पनि 7 गाउँ छोडेर मात्रै अरूको घर ताक्छ अरे। तर तैँले त आफ्नै घर बर्बाद पारिस्। एउटा छोरो थियो, हामीले नपुग्ने के थियो र? अनि हामीले कसको लागि दुःख गरेका हौँ र? आफ्नै छोराको लागि होइन। अनि आज आएर आफ्नै छोराको खुसी खोज्न पुगिस्। आफ्नै घरको मान्छे यस्तो भएपछि अनि अरूलाई के दोष लाउनु? बुहारी, तिमी अब यो घरबाट जानु पर्दैन। अब कहाँ जाने हो यो जान्छे, त एकछिन पनि यहाँ बस्नु पर्दैन। राधा, राधा के भयो? आँखा खोल न। राधा, राधा, राधा आँखा खोल न। राधा, मबाट गल्ती भएकै हो राधा। अब म यस्तो गल्ती गर्दैन राधा। आँखा खोल न। मलाई तिम्रो बहिनी होइन, तिमी चाहिएको छ, तिमी। राधा, राधा मलाई तिमी चाहिन्छ, तिमी। दुःखमा साथ दिने नै जीवन साथी हुन्छ। मैले तिमीलाई धेरै दुःख दिएँ राधा, तर मैले त्यति दुःख दिँदा पनि तिमीले मलाई कहिल्यै नराम्रो गरेन। एकचोटि आँखा खोल न। जुन मान्छेलाई मैले प्राणभन्दा पनि बढी माया गरेँ उसैले धोका दिएर गए। त्यसैको लागि मैले तिमीलाई धेरै दुःख दिएँ राधा, धेरै दुःख दिएँ। तिमीले मलाई आफ्नो जिन्दगी सुम्पिँदा पनि मैले तिम्रो मायालाई चिन्न सकिनँ राधा। बिन्ती छ, एकचोटि त उठ न राधा। आँखा खोल न राधा। तिमीले मलाई जिन्दगी सुम्पिँदा पनि मैले तिमीलाई कहिल्यै चिन्न सकिनँ राधा, कहिल्यै चिन्न सकिनँ। एकचोटि आँखा खोल न। दिदी